चर्चित लोक तथा दोहोरी गायिका रेणुका भट्टराईको बिहेपछि आफूले चर्चित कलाकारहरूको साथमा निरन्तर लाइफ दोहोरी गाउँदै आएको र पछिल्लो समय दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल भएका लोक तथा दोहोरी चर्चित गायक धादिङे भालेर आफूले फेरि पनि लाइफ दोहोरी गाउने अवसर मिलेको भन्दै लोक तथा दोहोरी चर्चित गायिका रेणुका भट्टराईले जानकारी गराउनुभएको छ। पछिल्लो समय दर्शक श्रोताहरूले आफ्नो बिहेपछि निरन्तर लाइफ दोहोरी र आफ्नो विभिन्न गीतहरू दर्शक श्रोतालाई निकै नै मन पराइदिनु भएको र आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको र पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजेको लोक तथा दोहोरी चर्चित गायक धादिङे भाले भनेर आफूलाई पछिल्लो समय निकै नै चर्चाको शिखरमा राख्न सफल भए गायक नमराज काफ्रीसँग आफूले गाएको लाइफ दोहोरी निकै उत्कृष्ट रहेको र दर्शक श्रोताहरूले निकै नै मन पराइदिनु भएको जानकारी गराउनुभएको छ। गायिका रेणुका भट्टराईले जानकारी दिएअनुसार पछिल्लो समय दर्शक श्रोताहरूले आफ्नो बिहेपछि आफ्नो लगातार आएको आफ्नो पञ्चे बाजा गीत पनि निकै नै दर्शक श्रोताहरूले मन पराइदिनु भएको र आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै यो स्थानसम्म आइपुग्न सफल भएको र दर्शक श्रोताहरूको आफूलाई यति धेरै माया र साथ पाउँदा आफू निकै खुसी भएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका रेणुका भट्टराई र लोक तथा दोहोरी चर्चित गायक धादिङे भालेले जानकारी गराउनुभएको छ। रेणुका भट्टराईको बिहेपछि नै आफूले लाइफ दोहोरी गाइसकेर आफ्नो र रेणुका भट्टराईले गाएको लाइफ दोहोरी निकै नै दर्शक श्रोताहरूको मन मुटुमा बस्न सफल भएर गीत सङ्गीतमा आफूले लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको चर्चित गायक धादिङे भालेले जानकारी गराउनुभएको छ। रेणुका भट्टराईसँग आफूले लामो समयदेखि गीत सङ्गीतमा निकै नै सङ्घर्ष गर्दै आएको र आफूले रेणुका भट्टराईले विभिन्न स्टेज कार्यक्रममा नि आफूहरूले स्टेज कार्यक्रम सेयर गर्ने अवसर मिलेको र दर्शक श्रोताहरूको निकै नै माया र साथ पछिल्लो समय आफूलाई निकै नै दर्शक श्रोताहरूको माया र साथ पाउँदा आफू निकै खुसी भएको र दर्शक श्रोताहरूले आफ्नो विभिन्न गीतहरू निकै नै मन पराइनु र आफूले लामो समयदेखि गीत सङ्गीत निकै सङ्घर्ष गर्दै यो स्थानसम्म आइपुग्न सफल भएको जानकारी गराउनुभएको छ। गायिका रेणुका भट्टराईसँग आफूले गाएको लाइफ दोहोरीको केही टुक्राहरू सामाजिक सञ्जालमा निकै नै भाइरल दर्शक श्रोताहरूले निकै नै मन पराइदिनु र निकै नै राम्रो प्रतिक्रियाहरू आइरहेको जानकारी गराउनुभएको छ।